दर्शकबिन आज हामी कुरा गर्दैछौँ नेपालकै नम्बर 1 लोकदोहोरी गायक, सर्जक, सङ्गीतकार साथै नायक, सबैको मनमा बस्न सफल, सबैले मन पराएको व्यक्ति, पछिल्लो समय जसका गीत युट्युबमा आएको केही दिनमा नै करोडौँ भ्यू कमाउन सफल हुन्छन्, हो उही गायक तथा नायक प्रकाश सपुतको बारेमा छोटो जीवनी लिएर आएका छौँ। कृपया यदि तपाईँ उहाँको फ्यान हुनुहुन्छ, मनपर्छ, गीत सुन्नुहुन्छ, हेर्नुहुन्छ, उहाँको अभिनय मनपर्छ, फिल्म हेर्नुभएको छ भने कृपया यस भिडियोलाई एक लाइक र एक सेयर अवश्य गर्नुहोला। दर्शकवृन्द, यस्तै किसिमका भिडियोहरू हेर्नको लागि हाम्रो यस च्यानललाई सब्सक्राइब गरी सँगै जोडिनुहोला। दर्शकबिन, प्रकाश सपुतको जन्म 1990 सेप्टेम्बर 14 बागलुङ जिल्लाको धम्जामा बुबा बलबहादुर विश्वकर्मा र आमा बिना कुमारी विश्वकर्माको जेठो सन्तानको रूपमा जन्म भएको थियो। उनी सानैदेखि गाउँघरतिर हुने कार्यक्रममा भाग लिन्थे र गीत पनि गाउँथे। उनलाई सानैदेखि नायक बन्ने पनि उनको रुचि थियो। दर्शकबिन, बिस्तारै उनी गाउँको पढाइ सकेपछि बागलुङ बजार गएर पढ्न थाले। त्यहाँ बस्दा पढ्दा उनले रेडियोमा काम गरेको अनुभव पनि उनी बताउँछन्। पछि काठमाडौँ गएर दोहोरी साँझमा काम गर्न थाले। कामकै सिलसिलामा विदेश पुगेको पनि उनले बताउँछन्। पछि बिस्तारै गीतहरू रेकर्ड गर्न थाले। उनको पहिलो रेकर्ड गरेको गीत 2011मा गरिखान देऊ भन्ने थियो भने रिलिज भएको गीत मुसु मुसु नहाँस मायाले भन्ने हो। बिस्तारै माकुर माकुर घुर, चरर बरर, दोहोरी ब्याटल, बोल माया, गलबन्दी, फुटेका चुरा, बदला बरिलै, मेरो पनि होइन र यो देश, कुरा बुझ्न पर्छ, पीर, सकम्बरी, दमाई महाराज, जाले रुमाल फाट्यो इत्यादि उनका करोडौँ भ्यू चाहन सफल गीतहरू हुन्। उनी धेरै गीतमा मोडलिङ पनि गरेका छन्। प्रकाश विवाहित हुन्। उनकी पत्नी बिन्दु बोहरा र उनका 2 छोराछोरीहरू छन्। अब कुरा गरौँ सपुतको फिल्मी क्षेत्रको बारेमा। उनले पहिलो फिल्म परदेशी 2मा अभिनय गरेका हुन् भने उनको दोस्रो फिल्म पूर्णबहादुरको सारनी हो, जुन फिल्म अहिलेसम्मकै सबैभन्दा धेरै पैसा कमाउने फिल्म बन्न पुगेको छ भने अब उनी आफै एउटा फिल्म निर्माण गर्दैछन्। हो, त्यो फिल्म हो बसन्त। अब हेरौँ यो फिल्म कस्तो बन्छ। हस्त दर्शकबिन, तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। यस्तै किसिमका भिडियोहरू हेर्नको लागि हाम्रो यस च्यानललाई सब्सक्राइब गरेर सँगै जोडिनुहोला। धन्यवाद।